हेलो एभ्रिवान, गुड मर्निङ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ आज बर्दुबे घुम्न जान लागेको। अहिले बिहानको 10 बज्यो यहाँको। म चाहिँ अहिले बर्दुबे जान लागेको। हजुरहरूलाई देखाउने छु बर्दुबेको सिन है त। टाटा बाई बाई। हेलो, म चाहिँ रुमबाट निस्केर होइन बाहिर आइसकेँ। घुम्नको लागि बर्दुबे भन्ने ठाउँमा आइपुगिसकेँ। अनि यहाँ चाहिँ म ठ्याक्कै बस पार्कबाट झरेर भर्खर बस पार्कबाट ओर्लिएँ बसबाट। अनि अब पार्कतिर जान लागेको म चाहिँ अहिले। हेर्न सक्नुहुन्छ यहाँको बस पार्क यही हो। म चाहिँ भर्खरै यहीँ झरेको क्या। म चाहिँ उता सोनापुरबाट आएको अनि घुम्न लागेको आज बर्दुबे। यहाँ खाजा खाने ठाउँ भनौँ न, क्यान्टिन। अब अनि पार्क चाहिँ यतातिर रहेछ है। हामी चाहिँ अब यतातिर जान्छौँ है। हेर्नुहोस् सिनहरू यही हो। बस पार्क यो चाहिँ दुबईको है। यहाँनिर चाहिँ कार चाहिन्छ है त, बस कार चढ्नको लागि। अब नेपालमा त अब बिना कारको चढ्दैन, तर यहाँ चाहिँ कार चाहिन्छ। त्यहाँनिर काउन्टर होला उतानिर, यहाँ बस्ने ठाउँ मान्छेहरू। म चाहिँ आइसकेँ पार्कमा ठ्याक्कै। त्यहाँ बस पार्कमा झरेको थियो कि अहिले चाहिँ पार्कमा आएँ। तर सुनसान रहेछ हौ आज है। घुम्न आएको झ्याउ लाग्यो त यहाँ। तर पार्क हेर्न सक्नुहुन्छ यो। के को बोट होला यो? के को बोट होला? के को बोट होला त्यो? देखेछ कस्तो राम्रो आगे साँच्ची हो। अब राम्रो आएको छ साँच्ची हो नि। तर यार आज फर्स्ट टाइम भ्लग बनाएको, कस्तो कस्तो लागिरहेको छ। तर यार आउनुहोस् होला हजुरहरू पनि बर्दुबे घुम्नको लागि। तर दिउँसो भन्दा नि नाइटमा चाहिँ रमाइलो हुँदो रहेछ भनौँ न। दिउँसो त अब घाम होइन, गर्मी चाहिँ यो दुबईको अति छ गर्मी। दिउँसो चाहिँ नआइने हुन्छ, बेलुकातिर आयो भने चाहिँ सायद रमाइलो नै हुन्छ यहाँ। तर फेरि चटपटे चाहिँ फेरि फेभरेट रहेछ कि। त्यहाँ नेपाली दाइहरू बस्नु, नेपाली दाइहरूले बनाउनु हुँदो रहेछ कि त्यहाँ। अनि त्यही भएर यो के को बोट होला यार, मैले त चिन्नै सकिनँ। खजुर होला है सायद, खजुरको यस्तो लाग्यो, खजुरको होला। यार अहिले चाहिँ म होइन चरबडी खान जान लागेको। त्यहाँ अगाडि भोक लाग्यो कि घुम्यो एकछिन। गर्मी रहेछ, लास्टै धेरै नै गर्मी रहेछ। अनि अब भोक लाग्यो नि त, चरबडीहरू खान जानु पऱ्यो। यसो खाएर पानी खानु पऱ्यो भनेको। यहाँ एकजना बहिनी रहेछ। कसरी खाएको अनि पानी? खाऊ न, बोतल छैन? यो पानी कसरी आउँछ? कस्तो क्युट देखेछ, सिकाइदेऊ न। पानी चाहिँ कसरी आउँछ तिमीलाई खाइरहेछ? ए यहाँ अरे वाह। ल एक तिमी थिचिराख न, म हात हुन्छ कि भयो बस। खाएन पनि गाह्रो छ। जो तपाईँ खानु होइन हात। अब के भएको त? रुख छ है दुबईमा पनि, हरियाली छ यो। हरियाली छ, हरियाली हेर। हरियो चौडीमा तिमीलाई देखे, तिमी त कति धेरै राम्री देख्दो रहेछौ त। अनि चरबडी खान जानु लागेको है त, त्यहीँ गएर बनाउँछु है त। अब खाजा खाएर भर्खर निस्क्यौँ है हामी त्यहाँबाट। अब यसो अब घुमिदिनु पऱ्यो भनेर चाहिँ अब घुम्न लागेको। एकछिन घुमेर रुमतिर जानुपर्छ। अब हजुरहरूलाई समुद्र देखाउँछु है त। तर यहाँ कतिपटक आइसक्यो भने योसँग 2 पटक हुन्छ होला यहाँनिर आएको दिनहरू। तिमी कति पटक आयो? म धेरै पटक आइसकेँ। यो चाहिँ सिप चल्ने रहेछ, ट्रान्सफर हुने रहेछ। अलगुबा
मेरिना ट्रान्सपोर्ट स्टेनले तपाईँ भ्यू देखाउन आएको होइन भ्यू देखाउनु न त आऊ न यहाँ तिमी देखाउ न हल्लिसक्यो हिँडेको भएर छु कस्तो देखेछ मलाई कस्तो राम्रो देखेछ वा पुरै फुल देखाउ न छिटो आउनु सक्नु परेन हिल्लाएपछि अब यहाँको सिन चाहिँ तपाईँ देखाउनु है ल समुद्रको बारेमा भनिदिनु अब के हुन्छ भनेर समुद्र हेर्न सक्नुहुन्छ है यहाँनिर चाहिँ भहरू छ यहाँ आज चाहिँ राखेको रहेन चाहिँ हिजो अस्ति चाहिँ यहाँनिर हुन्थ्यो अस्ति एकचोटि आउँदाखेरि चाहिँ थियो तर अहिले चाहिँ छैन यो दुबई आजलाई यति नै अब चाहिँ हामी घुमघाम गरेर सक्यो अब चाहिँ रुम जान लागेको हामी भन्दा नि म रुम जान लागेको आजलाई चाहिँ यति नै अब अर्को भिडियोमा भेटौँ है त गाइज बाई बाई लभ यु अनि नबिर्सिकन लाइक कमेन्ट सेयर र सब्सक्राइब र बेल आइकन बटन दबाउन नबिर्सिनु होला र माया गरिदिनु होला ओके बाई बाई टेक केयर लभ यु